त्यसलाई संरक्षण अब एक हिसाबले त प्रयास पहल चाहिँ अब त्यहाँसँग पुर्याउनको लागि त्यहाँसँग चाहिँ जस्तै घुम्न जानेहरू पर्यटकहरूलाई घुमाउनको लागि सहज पहुँचका लागि स्थानीय तहले के काम गर्दैछ के छ तपाईँले के गर्दै ल धन्यवाद छ फेरि प्रश्न लागि यो जलपरी झरना र चमेरो गुफा पहिले त अझ खास गरी चमेरो गुफा मात्रै परिचित थियो त्यो ठाउँमा झरना पनि रहेछ होइन त्यसमा त्यतिखेर चाहिँ यो पहिचान कसरी भयो भन्ने विषयमा चाहिँ हजुरको हामी 9 क्लास पढ्दै थियौँ 9 क्लास पढ्ने बेलामा सामाजिक विषयमा हाम्रो चाहिँ भ्रमण गर्नु पर्थ्यो र त्यसको चाहिँ हामीले प्रतिवेदन दिनु पर्थ्यो लेख्नु पर्थ्यो अनि त्यतिखेर चाहिँ नवराज सापकोटा भन्ने सर हुनुहुन्थ्यो नवराज सापकोटा सरले चाहिँ ल हामी चमेरो गुफा घुम्न जाने भन्नुभयो चमेरो गुफा घुम्न जाने कसरी त भनेपछि त्यहीँको एकजना मेरो साथी हुनुहुन्थ्यो मिकेन्द्र दोङ भन्ने उहाँ चाहिँ त्यो अझ अहिले त हाम्रो सानो मात्र देखिहाल्छ त्यो भित्र चमेरो गुफाभित्र त्यो साथी दिनभरि घुम्दिन्छ क्या दिनभरि घुम्नुहुन्थ्यो रहेछ क्या अनि यसो घुम्यो भनेपछि हामी त्यहाँ गयौँ त्यहाँ गएपछि पछाडि बिस्तारै स्थान त चाहिँ राजा पुनर्संरचना भयो राजा पुनर्संरचना भएपछि पछाडि हामीले सुरुमा डिपिआर बनायौँ डिपिआर अनुसार हामीले काम गर्न सकेन राज्यको चाहिँ त्यहाँ नजर पुगेन पछि 74-75 पछि 80-81मा नै हो 80-79-80मा चाहिँ 1,27,00,000 चाहिँ प्रदेश सरकारले बजेट विनियोजन गरिदिनु भयो त्यो बराबरकोले चाहिँ अहिले यतिको बनाउन सकिया हो र यसमा हामीले व्यवस्थित गर्न खोजिराखेका छौँ त्यस पछाडि फेरि बजेट परेन पार्न सकिएन बिचमा वडाले एउटा चाहिँ गौरवको योजना भनेर छुटाउनु पर्ने थियो बुद्धको एउटा मूर्ति हामीले 8 लाख रुपियाँको चाहिँ एउटा बुद्धको मूर्ति हामीले बनायौँ अहिले पनि एउटा धार्मिक हिसाबले पनि त्यो ठाउँलाई सुटेबल हुन्छ मान्छे घुम्न आउँछ भन्ने हिसाबले त्यो बनायौँ बिचमा शिवको पनि छ अब क्रिस्चियन साथीहरूले पनि हाम्रो त्यहाँ एउटा सेवाकाई गर्ने ठाउँ बनाउनु पर्छ भन्ने उहाँहरूको माग आइरहेको छ सर्वपक्षीय रूपमा सबैले गर्ने हाम्रो धारणा छ अब एउटा व्यवस्थित समिति हामीले बनाउन सकिरहेको छैन त्यसमा पनि पोलिटिकल भन्दा नि त्यो अहिले चासो दिने साथीहरू कम देखियो अलिकति अहिले हाम्रो समुदाय चाहिँ अलि अराजकतिर अलिकति खाएर चाहिँ गर्नुपर्ने खालको त्यसले अलिकति हामीले कमीलाई चाहिँ निराकरण गरेर जान सकियो भने चाहिँ राम्रो मैले फेरि बैठक बोलाएको छु साथीहरूलाई त्यहाँको वन समिति त्यहाँको चाहिँ टोल विकास यहाँको राजनीतिक दल वडा सबैले आफ्नो चाहिँ दायित्व है यो हाम्रो 3 नम्बरको यो चाहिँ हाम्रो सम्पत्ति हो यो चाहिँ हाम्रो गहना हो भनेर साथीहरूले सबैले चाहिँ भनिराख्नु चाहिँ भएको छ अगाडि चाहिँ तर व्यावहारिक रूपमा चाहिँ हामीले जान सकिरहेको अवस्था छैन यसले व्यवस्थित ढङ्गबाट गर्ने र यो आन्तरिक र बाह्य पर्यटकहरूलाई टेवा पुग्ने गरी यहाँ घुम्न आइसके पछाडि चाहिँ तपाईँको यहाँ होमस्टेको अवधानमा ल्याइरहेका छौँ अझ सुरुमा त हामीले बाबु साहेबको होमस्टे भनेर अवधानमा यहाँ दुई चार घर बाबु साहेबहरू पनि हुनुहुन्छ ठकुरी जातको साथीहरू पनि हुनुहुन्छ त्यो उहाँको चाहिँ बाबु साहेबको चाहिँ कल्चर हरायो खाइसियोस् भन्ने कल्चर हरायो यसले चाहिँ प्रवर्धन गर्न लाग्यो भने बाबु साहेबको होमस्टे यहाँ मगर समुदाय मगर होमस्टे तामाङ होमस्टे र अर्को चाहिँ कुरा चाहिँ हामी डाइरेक्ट सौरासँग लिङ्केज गर्ने सौरामा आउने पाहुनालाई जलपरी जसरी नै घुमाएर यहाँबाट चाहिँ उहाँ फेरि बेलुका बास बस्ने गरी तल पुग्ने गरी चाहिँ लिएर जाने भन्ने चाहिँ हाम्रो अवधारणा छ त्यसले गर्दाखेरि चाहिँ यो एकदम सुन्दर ठाउँ छ त्योभन्दा माथि अझ तपाईँ माथि पुग्नु भने माथि अझ सुन्दर ठाउँ छ त्योभन्दा माथि 2-4वटा चाहिँ तपाईँको कुवाहरू छ कि त्यहाँ त्यो कुवामा चाहिँ हामी मजाले नुहाउने बस्ने खाने होइन साइडमा बस्ने त्यो खालको वातावरण पनि त्यो भित्र छ र अझै त्यो भित्र अब हामीले तलसम्म आएपछि त्यो स्विमिङ पुलको पनि व्यवस्थापन गर्ने कि भन्ने चाहिँ प्लान बनाइरहेका छौँ माथि जुन झर्ना झरेको ठाउँमा चाहिँ अहिले मान्छेहरू नुहाइराख्नु भएको छ त्यसलाई नुहाउने वातावरण नबनाएर नुहाउने वातावरण तल बनाउने त्यसले संरक्षण गर्ने र त्यहाँ बेली ब्रिज राखेर सेल्फी ब्रिज राख्ने होइन त्यो खालको चाहिँ वातावरण बनाएर त्यहाँ जलपरीकै फोटो त्यो त्यहाँनिर राख्ने भनेर हामीले प्लानिङ बनाइरहेका छौँ एउटा मूर्ति बनाइरहेको छ जलपरीकै मूर्ति राख्ने र त्यो वरिपरि चाहिँ नुहाउन वातावरण नदिने नुहाउने वातावरण तल राख्ने र पिकनिक स्पोटहरू अब भर्खर बनिरहेको छ अब बिस्तारै यो विकासको कुराहरू हुँदैछ र अब प्रदेश सरकारसँग पनि हामीले बजेटको माग गरेछ यदि प्रदेश सरकारले बजेट पर्याप्त बजेट विनियोजन गरिदिनु भयो भने हामी पालिकासँग नै कोर्डिनेसन गर्छौँ र स्थानीय स्रोत साधनले परिचालन गरेर त्यो क्षेत्रलाई समग्र हाइवेबाट टाढा पनि छैन जम्मा लगभग 10 किलोमिटर यताबाट आउनु भयो भने 7 किलोमिटर छ त्यसले गर्दाखेरि चाहिँ मान्छे गर्मी मौसममा आउने चिसो ठाउँ छ आउने रमाइलो गर्ने र त्यो क्षेत्रलाई आएर आफ्नो चाहिँ दिनभरिको समय व्यतीत गरेर मजा लिने ठाउँ चाहिँ त्यो देखिएको छ त्यो एउटा चाहिँ त्यो एकदमै सम्भावित ठाउँ छ सम्भावना छ
ठाउँ छ त्यसलाई अब हामी प्रवर्धन गर्न गइरहेका छौँ अझै व्यवस्थित समिति बनाएर लाग्नेछौँ। म एउटा प्रश्न जाँदै जस्तो वडाध्यक्षज्यू त्यहाँ हामी गयौँ बुद्धको विशाल मूर्ति देख्यौँ भौतिक संरचना चाहिँ पर्खालहरू पारहरू पनि बनेको झरना सुन्दर पनि झरेको माथि गुफा पनि सबै देख्यौँ अनि त्यो सबै कुरालाई व्यवस्थित गर्ने गरी कुनै समिति कुनै संरचना छ कि पालिकाले आफै अथवा वडाले आफै हेर्छ कि तपाईँले आफूले विद्यार्थी कालमा गएको दिनदेखिको सम्झना गर्नुभयो संयोगले विद्यार्थी कालमा शैक्षिक भ्रमण गएको ठाउँको संरक्षण गर्ने जिम्मेवारी तपाईँ कहाँ आइपुग्नु पनि ठुलो कुरा हो। त्यो त्यहाँ धेरै चिज भएको रहेछ शौचालय बनेको छ होइन अरू भौतिक संरचना बनेको छ बुद्धको मूर्ति छ त्यो सबै कुरा संरक्षण गर्ने त्यसलाई निरन्तरता दिने अघि रामकुमार एलनजीले भन्दै हुनुहुन्थ्यो पछि बिस्तारै हामी यसलाई टिकटको व्यवस्था गर्छौँ 5 रुपियाँ 10 रुपियाँमा दिन्छौँ त्यो पनि अलिकति पैसा रहन्छ त्यही पैसाले धेरै धनी हुन त होइन तर त्यहीँको खर्च मेन्टेन होस् भन्ने हाम्रो इच्छा छ भन्नुहुन्थ्यो। यो सबै कुराको लागि तपाईँहरू कसरी हेरिराख्नु भएको छ? अहिले हामीले ठ्याक्कै न वडाले हेरिरहेको छ त्यहाँ न पालिकाले हेरिरहेको छ व्यवस्था छ अहिले हामीले व्यवस्थित बनाउन नसकेकै हो। अब बिचमा हामीले हेरालु राखेका थियौँ मासिक 5,000 रुपियाँ दिएर हेरालु राखेका थियौँ हेरालुलाई समेत पनि हामीले पैसाको व्यवस्था गर्न सकेन। अब त्यो अब अहिले राज्यको अहिले यो पुनर्संरचना पछाडि यसलाई फेरि हामीले टिकट लिनलाई पनि अधिकार हामीसँग नरहेछ टिकट लिने अनि पैसा चाहिँ फेरि पालिकामै बुझाउनु पर्ने भएपछि त्यसमा अलिकति हाम्रो कोअर्डिनेसन नपुगेकै हो। अब यसलाई वन समितिसँग त्यहाँको वन समिति क्रियाशील छ त्यहाँको टोल विकास पनि क्रियाशील छ र यो समग्रमा यो हाम्रो 3 नम्बरको र राक्षीरङको गहना है भनेर सबैको सर्वपक्षीय रूपमा चाहिँ एउटा समिति गठन गरेर यसलाई चाहिँ समिति नै दर्ता गरेर हामी चाहिँ टिकट लिएर त्यहाँ चाहिँ आउने आगन्तुक र पर्यटकहरूले सामान्य रूपमा चाहिँ केही सेवा शुल्क लिएर हामीले प्रवेश गराउने र त्यो सेवा शुल्क बापत आउने पैसाले त्यो भित्रैको संरचना बनाउनलाई हामीले प्रयास गरेका छौँ। लगभग यो वर्ष हामीले त्यो सम्पन्न गर्छौँ। हस् धेरै धेरै धन्यवाद। तपाईँहरूको यो अपेक्षा पुरा होस्।